यो हो बर्दुबैको ठाउँ जहाँ डेरादेखि बर्दुबै जाने जो बिचमा भएको छ यो समुद्रको केही भाग ताकि यस डुङ्गाबाट चाहिँ डेरादेखि बर्दुबै जानुपर्छ। वारी चाहिँ डेरादुबई अनि पारी बर्दुबई र हामी पनि त्यो ढुङ्गा तरुमा बसेर पारी तर्दै थियौँ। त्यो समयमा खिचेको भिडियो हो यो, हेर्न सक्नुहुन्छ है साथीहरू। एकदमै रमाइलो हुन्छ। एक दुई तिर्यो पारी गयो है, एकदमै रमाइलो छ, हेर्न सक्नुहुन्छ। अनि एकदमै रमाइलो भयो। कहिलेकाहीँ यसरी फ्यामिलीसँग घुमफिर गर्दाखेरि चाहिँ एकदमै राम्रो हुन्छ, रमाइलो इन्भाइरोमेन्ट हुन्छ। उहाँहरू पनि छुट्टीको बेलामा चाहिँ जान सक्नुहुन्छ इन्जोय होइन। अब एउटा डुङ्गा बसेर जे होस् समुद्रमा घुम्न चाहिँ अलिकति राम्रै लाग्छ। र अब त्यहाँनिर यसो बुकिङ गरेर पनि जान मिल्छ है, एउटा फ्यामिली लिएर अनि धेरै घन्टाको लागि पनि घुम्न पाउनु